समाजमा जिउँदै गर्दाखेरि हामीलाई विभिन्न कठिनाइहरू कतिपय समयमा आउँदै गर्दछन् र जीवनको दौडानमा विभिन्न हाम्रो पढाइ लेखाइ कामले गर्दा हामीलाई चिन्ताका कुराहरू पनि ल्याउने काम गर्दछ र जीवनमा जिउँदै गर्दाखेरि रिस्कफुल कामहरू धेरै हुन्छन् र रिस्क लिनको निम्ति हामी डराउँछौँ र भविष्यमा आउने सम्भावित घटनाप्रति अथवा के हुने होला कसो हुने होला भन्ने विषयमा हामी अलिक चिन्ता लिन्छौँ। तर चिन्ता दुई प्रकारका हुन्छन्, एउटा सामान्य र असामान्य। असामान्य चिन्ताले हामीलाई भविष्यमा गएर अथवा हाम्रो जीवनमा प्रभाव पार्ने काम गर्दछ र चिन्ता भनेको त्यो हो जसलाई हामी एङ्जाइटी भन्छौँ। एङ्जाइटी त्यो हो जसमा हामी भविष्यमा हुन सक्ने आशंका अथवा भविष्यमा हुने सम्भावित घटनाप्रति हामी चिन्ता गर्छौँ, डर मान्छौँ र ती कुराहरूलाई एङ्जाइटी भनिन्छ, जसले हाम्रो जीवनमा डर ल्याउँछ, हाम्रो जीवनमा चिन्ता ल्याउँदछ र हामीलाई एउटा एक किसिमको घबराहट र बेचैनी महसुस हुँदछ। तर सामान्य किसिमको चिन्ताले हामीलाई सजगता र तयारी गर्न मद्दत गर्दछ। यदि कुनै पनि विद्यार्थी आफ्नो पढाइप्रति चिन्ता गर्दछ, इक्जाम आउँदैछ है, मैले पढ्नुपर्छ है भन्ने कुरा उसले महसुस गर्दछ भनेपछि त्यो कुराले यदि उसलाई तयार गर्दछ भनेपछि त्यो सामान्य हुन्छ। तर त्यही कुराले उसलाई बेचैनी गराउँदछ, पढाइमा इन्ट्रेस्ट गर्दैन र ध्यान उसको भड्किन्छ भनेपछि त्यो कुराले उसलाई इक्जाम पनि दिन सक्दैन भनेपछि त्यो चाहिँ असामान्य बन्दै गएको चिन्ता हो, जसमा चाहिँ अनियन्त्रित कुराहरू हुन्छन्। उसको दैनिकी जीवन र पढाइमा पनि त्यसले पक्कै पनि प्रभाव पार्ने काम गर्दछ। त्यस कारणले गर्दा एङ्जाइटी बुझ्न जरुरी हुन्छ। मैले भने कि सामान्य र असामान्य, तपाईँहरूले बुझ्ने भाषामा मैले यो कुरा राख्न खोजेँ र दुई प्रकारका हुन्छन्। तर एङ्जाइटीलाई समग्र रूपमा हेर्ने हो भनेपछि एङ्जाइटी विभिन्न प्रकारका हुन्छन्। त्यो कुराहरू चाहिँ हामी अन्य भिडियोहरूमा हेर्नेछौँ र तपाईँहरूलाई म बुझाउने कोसिस गर्नेछु। त्यस कारणले आज यो भिडियोमा तपाईँहरूलाई के बुझाउन खोज्दैछु भनेपछि एङ्जाइटी एउटा भविष्यमा हुन सक्ने सम्भावित घटनाप्रतिको एउटा डर, चिन्ता अथवा घबराहट अथवा बेचैनी हुनु हो, जसमा चाहिँ मानिसहरू सिम्पटम्स अथवा लक्षण भन्नु पर्दाखेरि मुटु छिटो छिटो धड्किने, बेचैनी हुने, आराम महसुस नहुने र यी विविध कारणहरू हामी देख्न पाउँदछौँ। त्यसकारण एङ्जाइटीको पहिचान गर्न जरुरी छ र आफ्नो मानसिक स्वास्थ्यको ध्यान राख्न एकदमै जरुरी हुन्छ। पक्कै पनि यो भिडियोले तपाईँलाई एङ्जाइटीका के कुराहरू सिकाउन सकेको मैले महसुस गरेको छु र यो भिडियो मन पर्यो भने तपाईँ भिडियोलाई सेयर र सब्स्क्राइब गर्न सक्नुहुन्छ। यसरी नै मानसिक स्वास्थ्यका विषयहरू हेर्नको निम्ति र इन्फर्मेसन गेन गर्नको निम्ति तपाईँले मेरो च्यानलमा आउन सक्नुहुन्छ, मेरो च्यानल सब्स्क्राइब गर्न सक्नुहुन्छ र अन्य साथीभाइले पनि मेरो भिडियोलाई सेयर गर्न सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ माई भिडियो।